सिरिज आज के स्पेशल छ? मेरो फेभरेट भुटेको भात जापानिजमा चाहान हैन? ल हामीले चाहान जापानिजमा चाहान र नेपालीमा फ्राई राइस बनाउने कोसिस गरेका छौँ। यसमा हामीलाई चाहिन्छ 4वटा अन्डा लिएका छौँ, प्याज थोरै खुर्सानी, अनि बटर, लसुन, स्टिम गरेको गाजर र ब्रोकाउली, अनि त्यसपछि धनिया, स्वाद अनुसारको नुन र थोरै मसला राखेको छु। अनि यसमा चाहिँ सोया सस अनि थोरै राइस। म चाहिँ बेसार चाहिँ खाँदिनँ, खासै खाँदिनँ, त्यही भएर मैले चाहिँ हजुरहरूले चाहिँ राख्न सक्नुहुन्छ हैन, अप्सन हो यो चाहिँ। सुरुमा चाहिँ हामीले भाँडो तातिसकेपछि यसमा मैले थोरै बटर राखेँ, मैले बटर राखेँ अनि त्यसपछि बटरलाई थोरै पग्लिन दिउँ थोरै टाइम। सिरियस नचल न, कति कराएको र। मेरो चाहिँ सानो सानो छोराहरू छन् कि, सानो एउटा 1 वर्षको छ, ऊ चाहिँ हल्ला गरिरहेछ। सरी है डिस्टर्ब भयो भने। ल अब चाहिँ हामीले यो प्याज र लसुन चाहिँ मजाले उ भइसकेको छ। यसमा मैले अब अन्डा हालेँ, अन्डा हालेर पनि यसलाई पनि मजासँग फ्राई गरिदिनुपर्छ। अब हाम्रो अन्डा यतिको भइसकेको छ। यतिको भइसकेपछि अब मैले यसमा खाना राख्छु। यसरी खाना राखेपछि यसलाई मजाले चलाउनु। चाहिँ यतिको भइसकेको छ। अब मैले यसमा चाहिँ सोयाको सस हालिदिन्छु, स्वाद अनुसारको नुन र मसला हालिदिन्छु। यसमा चाहिँ मैले सोया सस किन हालेको भने यहाँ चाहिँ जापानिजहरूले चाहिँ कि मजाले यसलाई चाहान भन्छ, सोयो हालेर खाने रहेछन्। सोयो हालेको चाहिँ मलाई बेसारको सट्टा चाहिँ मैले सोया सस हालेको है। मलाई जापानको यो सोयो चाहिँ लास्ट मनपर्छ, त्यही भएर मैले गरेको हो। हाम्रो हेर्नुहोस् त भात यस्तो भइसकेको छ। यसमा चाहिँ जापानिजले चाहिँ यसलाई चाहान भन्छन्। हाम्रो चाहान फ्राई राइस रेडी भइसकेको छ। अब यसमा चाहिँ मैले यसलाई भिडियो खिच्दैन, अनि धनिया पनि मिसाउँछु। यो धनिया हालेपछि स्वादै अर्को हुने के है। धनिया हालेँ। ल हेर्नुहोस् त हाम्रो फ्राई राइस चाहान यस्तो खाउँ खाउँ लाग्दो देखिरहेछ। अब यसलाई चाहिँ छोरालाई म चखाउँछु। कस्तो भन्छ छोरा, चाख है तिमीले।